नमस्कार सबैजनामा। आजको हाम्रो दिनको सुरुवात हुँदैछ श्री सतसी धामको यात्राबाट। भाइ फुल लिन गयो, मम्मी चामल लिएर आउँदै हुनुहुन्छ। अनि एलिजा आजको हाम्रो घरको रुवा। भाइ एलिजा, अब म डेडीलाई पनि बोलाउँछु, छिटो आउनु न डेडी भन्दै। अनि हाम्रो डेडी चाहिँ ला म आएँ भन्दै आउनुहुन्छ अब। अनि हामी लाग्छौँ श्री सतसी धामको यात्रातर्फ। अहिले हामी बाटोमा लगभग आधी बाटो आइपुग्यौँ होला। अब हामी श्री सतसी धामको गेटमा पनि पुगिसक्यौँ। र मन्दिर जाँदा जाँदै सुरुमै हाम्रो 1.25 करोड रुद्राक्षबाट बनेको शिवलिङ्गको दर्शन गर्न सक्छौँ। त्यहाँबाट मन्दिर दर्शन गरेर श्री सतसी धारामा नुहाउनलाई गयौँ हामी। नानीको कपाल काट्नुपर्ने थियो, यहाँबाट माथि गएर कपाल काटेर माथि धारामा जान सकिन्छ होला भनेर सोधेको। मम्मीले किन नसक्नु, म त मजाले हिँड्छु भनेर मम्मीले कम्मर कसेपछि मम्मी त त्यसो भन्नुहुन्छ, म चाहिँ के कम भनेर हामी पनि माथि के भन्छ झर्नासम्म जाने भनेर लाग्यौँ। मम्मी पनि चप्पल बोकेर कम्मर कसेर लाग्नुभयो। अनि हाम्रो नानी चाहिँ मदन गुरुले बोक्नु भएको छ। काहीँ मदन गुरुले बोक्नुहुन्छ, काहीँ डेडीले बोक्नुहुन्छ, काहीँ मैले बोक्छु, गर्दै गर्दै पुग्यौँ। यो चाहिँ बिरेनुन पानी हो। यो यहाँको प्रख्यात ठाउँ पनि हो। बिरेनुन पानी भनेपछि यहाँको पानी खाँदाखेरि चाहिँ ठ्याक्कै बिरेनुन पानी खाए जस्तै हुँदो रहेछ। अनि बाटो पनि अलिकति अप्ठ्यारो छ। एडभेन्स सस्तै राष्ट्रै हुन्छ जाँदाखेरि। माथि लगभग आधी घन्टाको यात्रा गरेर गएको होला हामी, होइन। बाटो अप्ठ्यारो छ, सजिलो बाटो त पक्कै पनि छैन। अनि बिस्तारै गर्दै नानी बोकेर हामी पनि माथि डाँडातिर लाग्दैछौँ। र के भन्छ यो गाईको थुन कि के भन्दो रहेछ। पहिला 5 पाण्डव बस्दाखेरि चाहिँ यहाँनिर गाईको दुध खाएर के भन्दै हुन्छ मदन गुरुले यसको बारेमा यहाँनिर वर्णन गर्दै हुनुहुन्छ। त्यो चाहिँ पछि सुन्न पर्ला छुट्टै। अनि यहाँ भर्याङ चढेर हामी जाँदैछौँ, होइन। यति राम्रो भर्याङ हुँदाहुँदै पनि हाम्रो डेडलाई चाहिँ उतापट्टि उटपटाङ गर्नलाई त्यस्तो अप्ठ्यारो ठाउँबाट जानुपर्ने रे। अनि यहाँ चाहिँ द्रौपदी तलाउ पनि रहेछ, पहिला द्रौपदीले स्नान गर्ने ठाउँ। अनि लगभग हामी झरनामा पनि आइपुग्यौँ। सानो मन्दिर थियो, त्यहाँ पनि दर्शन गरेँ मैले। अनि दर्शन गरेर यस्तो हेरेको त फेरि त्यहाँ हाम्रो हनुमानजीले चाहिँ प्रसाद खाँदै हुनुहुँदो रहेछ। त्यो पनि हाम्रो भाइले चट्ट खिचिदिइहाल्यो, कति राम्रो देखिएछ, होइन। अनि हेर्दै हामी यस्तो अप्ठ्यारो बाटो लड्दै पढ्दै हामी झरनासम्म आइपुग्यौँ। यो झरनाबाट माथि चाहिँ 1 घन्टा माथि गयो भने चाहिँ गाउँ आउँछ भन्नुहुन्थ्यो मदन गुरुले। तर जान अलिक अप्ठ्यारो रहेछ, डोरी समाउँदै जानुपर्ने रहेछ, होइन। बनाउनु त लामै, मान्छेहरू टन्नै आइराख्नु भएको छ है। बनाउनु त मलाई लामै भिडियो बनाउन मन थियो, तर फेरि लामो भिडियो धेरै मान्छेले हेर्दैन भनेर सर्टकटमा बनाएँ। मसँग भिडियो चाहिँ पुरै छ, तर सर्टकटमा बनाएको छ। यति गरेपछि नि त झर्नाको पानी नछोइ चाहिँ मलाई भएन। अनि मुख मात्रै भए पनि धोएर